तपाईले जापानमा साथीको कार लिएर एक दिन घुम्न जान चाहनुहुन्छ अनि होकेन छिर्न चाहनुहुन्छ भने तपाईँले पेबाट सजिलै नै एक दिनको होकेन छिर्न सक्नुहुन्छ। त्यो कसरी किन्न सकिन्छ भनेर क्विक भिडियो लिएर आएको छु। त्यसको लागि तपाईँ पहिला पे एपमा जानुहोस् है। पे एपमा गएर अलमा ट्याप गर्नुहोस् है। अनि तल जानुहोस् अनि यहाँ कार इन्सुरेन्स भनेर देखाएको छ। इन्सुरेन्स सेक्सनमा कार इन्सुरेन्समा ट्याप गर्नुहोस्। तपाईँ अब अर्को हप्तातिर जाँदै हुनुहुन्छ अनि किबो बिओ सेन्टाको ट्याप गरेर कहिले छिर्न चाहनुहुन्छ त्यो सिलेक्ट गर्न सक्नुहुन्छ। अनि कति बजेबाट कति बजेसम्म है त्यो पनि सिलेक्ट गर्न सक्नुहुन्छ है। आज नै छिर्ने चाहने हो भने चाहिँ तपाईँले आज नै साथीको लिनुभएको छ भने त्यो सुरुको ट्याप गरेर अब 1 दिनको 2 दिनको त्यो पनि मिल्छ है। सबै मिल्छ है। 7 दिनसम्मको मिल्दो रहेछ होइन। अनि यहाँ 12 घन्टाको गरेर है। अनि 3वटा अप्सन आउँछ हामीलाई। तपाईँले चाहिँ 600बाट यो चाहिँ 1400 रहेछ। यो चाहिँ निसेङ ह्याकु गोजुएन रहेछ। यो छिर्न गइरहेको छ। अनि यहाँ तल देख्नु भएको छ दाइकोदे उन्तेन्सुरु हिस्तोमो होस्यो थाइसोनी सिमास्का भन्ने छ। यो भनेको तपाईँसँग सँगै छिर्ने मान्छेहरूलाई पनि होकेनमा छिर्न चाहनुहुन्छ एकैचोटि भन्ने छ है। यो तपाईँले हाईमा ट्याप गरेपछि तपाईँ कारमा भएको सबैजना चाहिँ होस्यो किकु हुन्छ है। त्यो सिलेक्ट गरेपछि तपाईँ 1000 प्लस देखाएको छ है। पहिला चाहिँ यो गरेन भने 2150 देखाएको छ भने चाहिँ यो गरेपछि 3000 भयो चाहिँ लगभग 1000 जस्तो बढेको छ। अनि तपाईँले यो खानियो तेजी किनी सुसुमुमा ट्याप गर्नुहोस् है। यो तपाईँको 100 सेन्टिमिटर भन्दा लामो चाहिँ किजु छ अनि अथवा हेकोमी भन्नाले अब डेन्ट अथवा स्क्रैच छ भने चाहिँ होस्यो किकु हुँदैन भनेर लेखेको छ। ताइसो गाइतो नारिमास भनेर लेखेको छ है। किजु छैन भने तपाईँले यहाँ किजुगा आरिमासेनमा ट्याप गर्नुहोस् है। अब यहाँ मोस्ट इम्पोर्टेन्ट कुरा है फुचुसे आफ्नो प्राइभेट फुचुसे अथवा केजिदोसे बाइक अरू मिल्दैन। तल भनेको चाहिँ जिम्सो यो है। यो भनेको अब कम्पनीको कारहरू हो भने चाहिँ मिल्दैन भन्न खोजेको है त। अनि यो चाहिँ ब्लू बटनमा ट्याप गर्नुहोस् खाकुनिसी मास्तामा। अब हामीले चाहिँ किन्ने मान्छे को हो डिटेलमा हान्न पर्ने हुन्छ है। तलको नम्बर 2 भनेको होकेन चाहिँ कसलाई छिराउने हो भन्ने कुरा है। यो चाहिँ होन्निन भनेको चाहिँ आफै हो भने चाहिँ होन्निन ट्याप गर्नु पर्यो भने चाहिँ अब साथीहरूको छिर्न छ भने साथीको होन्निन निगाय भनेर गर्नुहोस् है त। मैले अब मेरो साथीको छिराइदिन लगाइरहेको छु। मेरो कार लिएर जाँदैछ त्यो भएर मैले चाहिँ होन्निन इगाइमा ट्याप गरेँ। अनि सिङ्की न्युरोकोमा ट्याप गरेर उसको नाम हान्न पर्ने हुन्छ त डिटेलमा है। तपाईँको नाम चाहिँ माथि चाहिँ इङ्ग्लिसमा हाल्ने भने चाहिँ तल चाहिँ काताका नाम है। अनि नाम चाहिँ फ्यामिली नेम फर्स्टमा हुनु पऱ्यो अनि नाम र अनि मिडल नेम चाहिँ लास्टमा हुनु पऱ्यो है। यस्तै अर्डरमा लेख्नु पर्ने हुन्छ। तपाईँले एकदम नामको अर्डर लेख्नु भएन भने चाहिँ तपाईँलाई होकेन छिरेको नछिरेको केही मतलब हुँदैन है। त्यो भएर एकदमै डबल चेक गरेर मात्रै यहाँ नाम हाल्नुहोस् है त। अब यसरी डेट अफ बर्थ हान्ने होइन। डेट अफ बर्थ हान्नु पऱ्यो है। नेक्स्ट गर्ने अनि युबिङ बाङ्गो हान्नु पऱ्यो है। युबिङ बाङ्गो हानेपछि फेरि नेक्स्ट गरिदिने। अनि यसरी पपअप हुन्छ बिचमा आउँछ। अब हामीले चाहिँ रिमेनिङ एड्रेस हान्नु पर्ने हुन्छ हामीले। यो भनेको अब एक्सपायर डेट कहिले छ भनेर लेखेको छ। अनि त्यो चाहिँ एक्सपायर डेट हान्नु पऱ्यो। अब नम्बर 3 मा हामीलाई कारको नम्बर हान्न पर्ने हुन्छ। अनि अब पहिल्यै तपाईँले लिनुको भएको छ भने पहिले यसरी आउँछ। नयाँ लिने भने चाहिँ सिङ्किनो न्युरोकोमा फेरि ट्याप गर्नुहोस् है। त्यसरी हामीले कारको नम्बर हान्न पर्ने हुन्छ। अब मैले कार नम्बर हालिदिइसकेँ। सबै मिलिसकेको छ। नेक्स्टमा ट्याप गरौँ है। अब यहाँ तल देखाएको छ मोसिकोमी नाइयो नि दोइस्ते खानियो भनेर लेखेको छ। यसमा चाहिँ ट्याप गर्नुहोस् है। अनि खाकुनिसी मास्तामा ट्याप गर्नुहोस्। अनि हामीले क्रेडिटबाट अब कुनबाट जान्दाकाबाट पेमेन्ट गर्ने भने जान्दाकाबाट नत्र भने क्रेडिट छ भने पे क्रेडिट कार्ड छ भने सेन्ताकोमा आउँछ। अनि यसरी यहाँ ओसिआरमा ट्याप गर्नुहोस् है। अनि हामीलाई 0.1% पोइन्ट पनि हुन्छ है।